भा के हो ल ओइ माज के होली खेलेर आयो के हो टुल्लु होइन ओडा आज दाङभरिकै नम्बर 1 दाङको नम्बर 1 भइसक्यो हो मेरो भाइ दाङको नम्बर 1 भन्नाले 100 के अहिलेसम्म दाङबाट कसैले बनाएको थिएन दाङमा अहिलेसम्म टुल्लु यार अहिले सेलिब्रेसन हो क्या आज के काट्यौ दाइलाई त के दिनु बिर्सिरहेछु मैले यी ल क्या सम्झिन्छौ त अनि दाइको लागि स्पेशल दाइको लागि केक छ यहाँ यी लाउनु उठाएर आयो दाइको लागि पनि भयो होइन दाइ अहिले खाँदै हुनुहुन्छ अर्को चिज केक पछि खानुहुन्छ प्लेटमा हालेर राखिदिएको थिएँ मेरो लागि छुटाएर राख न अब टक्क लाग्यो यो पनि मैले स्पेशल ल्याइरहेको थिएँ टोपी पनि होइन टोपी पनि स्पेशल थियो कि दाइ को छ साइडमा हजुर तिम्रो मेरो कोही छैन त्यति उतापट्टि हाँसिरहेको कन्ट्रोल दामी दामी छ यार टुल्लु आज 100K पुगेको छ मेरो भाइको 1 मिलियन पुगोस् चाँडै नै पुग्छ टुल्लुलाई मैले हिजो सम्झाएको छु 1 मिलियन अब कसरी पुऱ्याउने भनेर होइन है तर कुलबाई अघि टुल्लुले मलाई दिउँसो भिडियो कल गरेर चित्त दुखाउँदै थियो है के भनेर कुलबाई दाइले कहिले फोन उठाउनु हुँदैन भिडियो कलमा कुरा गर्नु हुँदैन मसँग भन्दै थियो मलाई बिहानै मलाई फोन उसको मेरो नम्बर छैन टिकटकमै कुरा हुन्छ मेसेज नम्बर छैन मैले व्हाट्सएपमा तपाईलाई फेसबुकमा फेरि पठाएको थिएँ फेसबुक त मेरो अनि फेसबुकै चलाउँदिन धेरै या कुलबाईले हाम्रो त रिप्लाई गर्दैन यार भाइ कस्तो कुरा हारेको टुल्लु यार इन्स्टा चाहिँ चलाउँछु इन्स्टामा साथी होला तर म त्यसपछि कुलबाईले गर्लफ्रेन्डहरूलाई मात्र पठाउँछ हामीलाई पठाउँदैन नि मेसेज होइन त्यस्तो होइन पठाउँला म पठाउँछु म गेम खेल्दैछु यहाँ अब टुल्लुको सेलिब्रेसन यसो हेरिदिउँ न चुस्छ केटाहरू के गर्दैछ भनेर पुरै कमेन्टमा पुरै दाइ कुलबाईले 1 मिलियन हान्यो दाइ 1 मिलियन हान्यो भनेर मलाई स्प्याम आएको आइथ्यो कि के हो भाइ के छ यो फेरि एउटा आएर फेरि कुलबाई रुँदैछ दाइ इमोसनल भएर भन्छ फेरि सबै तिमीहरू त्यहाँ के गर्दैछ सबै यहाँ सुनाउनेहरू हुन्छ नि फेरि सिआईहरू अनि किन हुँदैन त CR7 हो र CR7 हो र भनेको कुलबाई भनेको CR7 हो र हो अनि ल मेरो भाइ ल लभ यु मेरो दाइ लभ यु टु मेरो भाइ ल टुल्लु ल दाइ ल कसरी निस्किन्छ यार पहल भोलितिर सट्टीमा गर्नुपर्छ ल त्यो त मुख धुन्लाउ न यार के गर्नु अनि पुस्नु लगेर चाहिँ तपाईँ आउने भएर रोकाएको के एकछिन भइसक्यो ल केटा हो ल मोज गर ल इन्जोय ल मेरो भाइ